अवस्थामा छ। विदेशी दलालका नेताहरूको तर्फबाट यो देशलाई कसरी सिद्ध्याउने, कसरी यसको पहिचान समाप्त गर्ने भन्ने एकातिर कसरत गरिराखेको छ भने दुर्भाग्यवश हामीलाई एउटा प्राकृतिक प्रकोप पनि हामी अगाडि आइराखेको छ। यसलाई सम्पूर्ण नेपाली जनताले लाताले हानेर विरोध गर्ने नेपालको एमसीसी नै क्याटेर नेपाली जनताले भ्यालेको उद्घोष गर्दछौँ भन्ने कुरा सम्पूर्णले लाताले हानेर यसलाई विरोध गर्छ। अब डिस्टेन्स मेन्टेन है, डिस्टेन्स मेन्टेन। विदेशी दलाल होशियार, होशियार, होशियार। हिन्दू अधिराज्य कायम कर, कायम कर, कायम कर। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। संघीयता महँगो भयो, महँगो भयो, भारी भयो। संघीयता महँगो भयो, महँगो भयो, महँगो भयो। संघीयता महँगो भयो, जनतालाई भारी भयो। संघीयता महँगो भयो, जनतालाई भारी भयो। भ्रष्टाचारी कारबाही गर, कारबाही गर, कारबाही गर। अधिराज्य घोषणा गर, घोषणा गर, घोषणा गर। संघीयता महँगो भयो, संघीयता महँगो भयो। एमसीसी खारेज कर, खारेज कर, खारेज कर। एमसीसी खारेज कर, खारेज कर, खारेज कर। विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, होशियार, होशियार। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, होशियार, होशियार। एमसीसी खारेज कर, एमसीसी खारेज कर, खारेज कर, खारेज कर। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। कोर्टमा सल्लाह छ, राजा आउने हल्ला छ। एमसीसी खारेज कर, खारेज कर, खारेज कर। खारेज कर, खारेज कर। विदेशी दलाल होशियार, एमसीसी खारेज कर, खारेज कर, खारेज कर। 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 विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, शिक्षा दिए त शिक्षा शिक्षा होइन बाबुमुडा भ्रष्टाचारीलाई कारबाही कर, भ्रष्टाचारीलाई कारबाही कर। भ्रष्टाचारीलाई कारबाही कर, कोर्टमा हल्ला छ, राजा आउने हल्ला छ। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, होशियार, होशियार। विदेशी दलाल होशियार, होशियार, होशियार। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। टोलमा सल्लाह छ, राजा आउने हल्ला छ। टोलमा सल्लाह छ, राजा आउने हल्ला छ। टोलमा सल्लाह छ, राजा आउने हल्ला छ। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रघाती एमसीसी खारेज कर, खारेज कर, खारेज कर। विदेशी दलाल होशियार, होशियार, होशियार। नेपाली जनता एक हौं, एक हौं, एक हौं। नेपाली जनता एक हौं, एक हौं, एक हौं। नेपाली जनता एक हौं, एक हौं, एक हौं।
नेपाली जनता एक हौ नेपाली जनता हिन्दू राष्ट्र घोषणा गर टोलमा सल्लाह छ टोलमा सल्लाह छ एमसीसी खारेज गर एमसीसी खारेज गर एमसीसी खारेज टोलमा सल्लाह छ भ्रष्टाचारलाई कारवाही गर हाम्रो भूमि फिर्ता गर भ्रष्टाचारलाई कारवाही गर टोलमा सल्लाह छ टोलमा सल्लाह छ टोलमा सल्लाह छ एफसीसी खारेज गर संहिता खारेज गर संहिता खारेज गर संहिता खारेज गर टोलमा हल्ला छ टोलमा सल्लाह छ एमसीसी खारेज गर हिन्दू राष्ट्र घोषणा गर राष्ट्रघाती एमसीसी
MCC खारेज गर MCC खारेज गर टोल टोलमा हल्ला छ राजा आउने सल्लाह छ टोल टोलमा हल्ला छ ए राजा आउने सल्लाह छ विदेशी दलाल हो विदेशी दलाल होशियार विदेशी दलाल होशियार टोल टोलमा हल्ला छ राजा आउने सल्लाह छ टोल टोलमा सल्लाह छ राजा आउने हल्ला छ टोल टोलमा हल्ला छ राजा आउने सल्लाह छ टोल टोलमा हल्ला छ राजा आउने होशियार देश बचाओ संहिता चाहिँदैन MCC खारेज गर MCC खारेज गर देश बचाओ राष्ट्रिय सरोकार घेरिकन यताबाट घेरेर दुई शब्द राख्दिनु होला अब सबैले केही गुठी लिनुपर्छ आफ्नो गुठी सरी लिनुपर्छ आजको विशेष कार्यक्रममा राष्ट्रिय शक्ति नेपालको तत्त्वावधानमा राष्ट्रिय सरकार मञ्चको पनि एउटा उपलब्धिमूलक सहभागिता रह्यो। आजको खास विशेष कार्यक्रम भने सर्वप्रथम त यो नक्साको लागि धन्यवाद नै दिनुपर्दछ। जुन किसिमको एकताबद्ध यो पार्टीहरूमा जनताहरूमा देखियो त्यो आगामी दिन र पछि कालान्तरसम्म पनि यसरी रहि नै रहोस् भन्ने हाम्रो अपेक्षा छ। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने आजको महत्त्वपूर्ण सहभागिता यो र्यालीको चाहिँ मुद्दा के थियो भने जसरी पनि हुन त अस्ति यस बारेमा हाम्रा राष्ट्रिय शक्ति नेपालको विराज विष्टज्यूबाट एउटा महत्त्वपूर्ण एउटा साक्षात्कार इन्टरभ्यू अन्तर्वार्ता भएको थियो। त्यसमा
सबै कुरा खुलस्त रूपले आइसकेको छ। एमसीसी किन चाहिँ यो भूमिका लागि हाम्रो भूमिका लागि आवश्यकता छैन भन्ने कुरा र यो कुरालाई हामी सबैले मनन गर्नुपर्ने छ। हामीलाई पैसाभन्दा महत्त्वपूर्ण कुरा स्वाभिमानको चाहिँ एउटा हामीलाई महत्त्वपूर्ण कुरा छ। त्यसको लागि हामीलाई पैसा महत्त्वपूर्ण होइन, यो विकासको लागि भन्नुहुन्छ भने र अहिले जुन किसिमको जनता जागिरहेका छन् विकास चाहिन्छ, विकासले अग्रगामी छलाङ लाग्नुपर्छ भन्ने कुरा र हाम्रो क्रान्तिकारीहरूले पनि त्यो नारा दिएर आउनुभयो। तर त्यो विकास के को लागि रहेछ भन्ने कुरा चाहिँ अहिले चाहिँ त्यो सम्पूर्ण जनताले बुझिसकेका छन्। त्यो विकासभन्दा विनाश हो। विकासको रूपमा चाहिँ उनीहरूले विनाशको चाहिँ एउटा चाहिँ लुकाएर एउटा मुद्दा लिएका थिए। त्यो विनाश भनेको हाम्रो स्वाधीनताको विनाश, हाम्रो स्वाभिमानको विनाश, हाम्रो राष्ट्रियताको विनाश भन्ने कुरा हामीले बुझिसकेका छौँ। र हामीले यदि नेपाली जनताले नेपाललाई पूर्ण स्वतन्त्र रूपले राख्न चाहनुहुन्छ र हामीले त्यो चाहिँ भावना राखेका छौँ भने यो एमसीसी चाहिँ जसरी पनि खारेज हुनुपर्दछ। र आजको महत्त्वपूर्ण एउटा चाहिँ म सानो जाँदा एउटा चाहिँ के एउटा सानो आफ्नो विचार राख्न चाहन्छु भने जुन किसिमको आज हिजो अस्ति हो, के अरे हिजो हो कि अस्ति हामीले एउटा चाहिँ सुन्यौँ यो के अरे यो क्वारेन्टाइनमा बलात्कारको चाहिँ हामीले जुन एउटा चाहिँ जघन्य अपराध जस्तो भयो हिजो होला सायद धन्यवाद। यसमा चाहिँ हामीले के बुझ्नुपर्छ भने क्वारेन्टाइनलाई सुरक्षित राख्नुपर्छ, व्यवस्थित राख्नुपर्छ र यो बलात्कारीलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ कठघरामा उभ्याउनुपर्छ। उहाँलाई चाहिँ कानुन अनुसार एउटा चाहिँ जघन्य अपराधको रूपमा चाहिँ उहाँलाई चाहिँ एउटा कानुनी रूपले चाहिँ मुद्दा चलाउनुपर्छ भन्ने हाम्रो राय रहेको छ। र यति भन्दै गर्दा म राष्ट्रिय सरकार मञ्च नेपालको केन्द्रीय अध्यक्षको हैसियतले मेरो आफ्नो भनाइ टुङ्ग्याउँदै म हाम्रो मान्य मन्त्रीज्यूलाई फेरि स्वर सुन्छ, सबैले सुन्नुहुन्छ होला। यहाँहरू सबै उपस्थित यस्तो विषम परिस्थितिमा पनि लकडाउनको अवस्थामा आज पहिलो दिन नेपाल खुलेको अवस्था छ। लकडाउन हुँदासम्म लुकी छिपी देशमा भ्रष्टाचार गर्नु नगर्ने सबै काम नेपाल सरकारले गरिसकेको छ। यसको विरोधमा हामी उत्रेका छौँ। एमसीसी राष्ट्रघाती छ भन्ने कुरा हरेक नेपाली जनताले बुझिसकेको छ। यसको विषयमा पनि आफ्नो केही धारणा राखिदिएर यो सभालाई विसर्जन गरिदिएर फेरि पनि यहाँ उपस्थित सम्पूर्ण साथीभाइहरूलाई मेरो तर्फबाट हार्दिक धन्यवाद दिनुहुन्छ। कृपया रामु राईजीले सभा विसर्जन गरिदिनु होला। धन्यवाद। यहाँ उपस्थित हुनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, राष्ट्रिय शक्ति नेपालका साथीहरू, मिडियाका अत्यन्त सहयोगी मित्रहरू, आज हामी प्रहरले होइन पहरले र बाध्यताले हामी यो काम गर्न गइराखेका छौँ। दाजुभाइ तथा दिदीबहिनीहरू, यो मुलुक नेपाल पहिल्यै पनि अर्काको अधीनमा रहेको, यो नेपालको राजनीतिक इतिहास पहिल्यै थिएन, छैन। तर आज नेपालका दलाल, विदेशी शक्तिका दलाल नेताहरूले यो सिङ्गो सग्लो नेपाललाई कहीँ न कहीँ कसै न कसै तरिकाले एउटा एमसीसीको माध्यमबाट अर्काको काको पल्टामा पुर्याएर हामी सिङ्गो नेपालीलाई पराधीनमा रहन र बाँच्न बाध्यता गराइराखेको। आज मुलुकलाई अनेकौँ ढङ्गबाट मुलुक आक्रान्त अवस्थामा छ। विदेशी दलालका नेताहरूको तर्फबाट यो देशलाई कसरी सिद्ध्याउने, कसरी यसको पहिचान समाप्त गर्ने भन्ने एकातिर कसरत गरिराखेको छ भने दुर्भाग्यवश
हामीलाई एउटा प्राकृतिक प्रकोप पनि हामी अगाडि आइराखेको छ। यसलाई पनि कसरी समाधान गर्ने प्रत्येक नेपाली नागरिकहरूको एउटा कर्तव्य हुन आएको छ। त्योभन्दा अत्यन्त महत्त्वपूर्ण कुरा आज देश भ्रष्टाचारमा गुज्रिरहेको छ। तमाम पाउने 3 करोड नेपाली जनताहरू कोरोनासँग भिडिरहेको बेलामा कोरोनाको नाम गरेर अरबौं करोडौं पैसा कमाउने एकातिर काम गरिराखेको छ भने हामी त्यो कोरोनाबाट कहिले कसरी मुक्त हुने भन्ने एकातिर तमाम नेपाली जनतालाई चिन्ताले ग्रस्त बनाइराखेको बेलामा यो कोरोनालाई उनीहरूले एउटा चाड पर्वको रूपमा उनीहरूले मनाइराखेका छन्। यसको नामबाट करोडौं चाहिँ उनीहरूले भ्रष्टाचार गरिराखेका छन्। यो हामी जो कोही पाउने 3 करोड नेपाली जनताको निमित्त सही कुरा होइन र यही कुराहरू हाम्रो लागि सही कुरा नभएको हुनाले र यो कहिल्यै पनि इतिहासमा पराधीन यो मुलुकले खेप्नु नपरेको हुनाले र आज एमसीसी को माध्यमबाट यो मुलुकलाई चाहिँ पराधीन तुल्याउन जान गइरहेको हुनाले एउटा यो देशको सुयोग्य नागरिकको हैसियतले यो देशको चाहिँ एउटा धरतीपुत्र भएको हैसियतले हामीले यो प्रतिकूल परिस्थितिको बावजुद पनि तपाईहरु समक्ष यो एमसीसीलाई कुनै पनि हालतमा पारित गर्नु हुँदैन। भ्रष्टाचारलाई हामीले चाहिँ कारबाही गरिनु पर्दछ र यो कोरोना बिमारबाट जो हामी यत्रो 3 करोड नेपाली जनताहरूले एउटा पर्याय भोग्नु परिराखेको छ यसलाई निष्पक्ष ढङ्गबाट सबै नेपाली जनताहरूलाई यो मुक्त रोगबाट मुक्त गराउनको निमित्त हामीले आह्वान गर्दै यो प्रतिकूल परिस्थितिमा आज हामी यहाँ उपस्थित भएका छौँ। त्यसो भएको हुनाले आज हाम्रो आह्वानमा तपाईहरु उपस्थित भइदिएर जो साथ दिनुभयो यसका निमित्त तपाईहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। हामी जो राष्ट्रिय शक्ति नेपालको तर्फबाट यो काम गरिराखेका छौँ। विगतमा हामीले ललितपुरमा पनि गर्यौँ, आज हामीले काठमाडौँमा गरिराखेका छौँ र जब जब नेपाली जनताहरूले दुःख कष्ट र यो किसिमको कहर भोग्नुपर्ने अवस्थाहरूमा हामी यसरी नै विगतमा आउने दिनहरूमा पनि उपस्थित हुँदा यहाँहरू सबैको यसै किसिमको साथ सहयोग दिनुहुनेछ भन्ने एउटा विश्वास गर्दै यो एमसीसी सम्पूर्ण देशवासीहरू नेपालको घातक भएको हुनाले हामीले एमसीसी जति हाम्रो हिन्दू धर्मले अरू पार्टीहरूले जलाउँछन् अनि अहिले यो हाम्रो माथिबाट चाहिँ आदेश आएको हुनाले यसलाई नजलाउँ उनीहरूलाई झन् होम हालेर शान्ति गरेको हुन्छ भनेर सम्पूर्ण मिडियाको मार्फतबाट यो विरोध नेपाली जनताको तर्फबाट यसलाई सम्पूर्ण नेपाली जनताले लाताले हालेर विरोध गर्दै नेपालको एमसीसी नै क्याटेर नेपाली जनताले फालेको उद्घोष गर्दछौँ भन्ने कुरा सम्पूर्णले लाताले हालेर यसलाई विरोध गर। धन्यवाद तपाईहरु सबैलाई धेरै धेरै हार्दिक धन्यवाद दिँदै म तपाईहरुसँग बोकिरा लिन चाहन्छु। धन्यवाद। एमसीसीलाई च्यातेर फालेका छौँ। अब हाम्रो कार्यक्रम अगाडि बढ्दैछौँ। ठिकै छ।